सबैजनालाई जति पनि नयाँ कन्टेन्ट क्रिएटरहरू तपाईँहरूले रात दिन मेहनत गरेर फेसबुकमा होइन भिडियोहरू या कुनै पनि फोटो तपाईँहरूले अपलोड गरिरहनु भएको छ होइन, तर त्यसमा तपाईँको भ्युज आएको छैन, इङ्गेजमेन्ट बढेको छैन भनेदेखिलाई चाहिँ यो भिडियो चाहिँ तपाईँहरूको लागि हो है। अस्ति मेरो फर्स्ट पार्टमा तपाईँको भ्युज नबढ्नुको कारण चाहिँ के हो मैले बताइदिएँ होइन। कहाँ गएर तपाईँले त्यसलाई हेर्नु सक्नुहुन्छ, किन चाहिँ मेरो भ्युज बढेन, इङ्गेजमेन्ट बढेन भन्ने चाहिँ तपाईँलाई त्यस्तो लाग्छ भने चाहिँ तपाईँले आफ्नो प्रोफाइलमा गएर तपाईँले त्यो चेक गर्न सक्नुहुन्छ। त्यो चाहिँ मैले फर्स्ट भिडियोमा बताएको छु र आज चाहिँ मेरो सेकेन्ड भिडियोमा चाहिँ के बताउन चाहन्छु। जुन फेसबुकले 14-15वटा क्राइटेरिया दिएको हुन्छ भिडियो या फोटो अपलोड गर्दाखेरि त्यो हामीले फुलफिल गरेको हुनुपर्छ है, तब मात्र हाम्रो त्यो भिडियो या फोटो फलोअर्ससँग पुग्छ। यदि त्यो क्राइटेरिया हामीले फुलफिल गरेको छैन भने त्यो भिडियो र फोटो तपाईँको जहाँसम्म पुग्नुपर्ने हुन्छ त्यहाँसम्म पुग्दैन र भ्युज र इङ्गेजमेन्ट घट्नु कारण त्यही हो। र आज हामी जहाँनिर गल्ती भएको छ, मैले फेसबुकमा जो अपलोड गरेँ चाहे त्यो भिडियो होस् या फोटोज होस्, जहाँनिर गल्ती भएको छ आज चाहिँ त्यसलाई हामी यो भिडियोमा रेक्टिफाई गर्नेछौँ, त्यसलाई हामी के गर्नेछौँ, सुधार्नेछौँ गल्तीलाई है त। ल तपाईँहरू यो भिडियोलाई लास्टसम्म हेर्नुहोला अनि जसलाई मनपर्छ सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, तपाईँहरूको साथीहरूलाई जति नयाँ कन्टेन्ट क्रिएटरहरू छ सबैको माझमा यो भिडियो पुऱ्याइदिनुहोस् भन्ने मेरो विनम्र निवेदन गर्दछु। आउनुहोस् त मेरो अब यो फेसबुक प्रोफाइलमा तपाईँहरूलाई लगेर जानेछु। यहाँनिर मेरो फेसबुक प्रोफाइल खोलियो होइन, यो माध्यमद्वारा तपाईँलाई म सिकाइरहेको छु। तपाईँ पहिला सुरुमा के गर्नुहोस्, यो आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् होइन। यहाँ क्लिक गरिसकेर चाहिँ अर्को पेज खोलिन्छ होइन। यो पेज खोल्दाखेरि तपाईँको स्क्रोल डाउन गर्दै जानुहोस्। तपाईँको एउटा भिडियो कुनै पनि भिडियो लिनुहोस् होइन, स्क्रोल डाउन गर्नुहोस्। तपाईँलाई अब कुनै पनि एउटा भिडियो, अब मेरो सपोज यो भिडियो लिएँ अरे, यो भिडियो लिएँ हामीले होइन। यो भिडियो लिँदा चाहिँ कुनै पनि भिडियो लिनुहोस् तपाईँको उसमा ड्यासबोर्डमा गएर होइन। अन्त यो भिडियो लिएपछि चाहिँ तपाईँले कहाँ चेक गर्नुपर्ने हुन्छ, यो सी इनसाइट्समा चेक गर्नुहोस् होइन। यहाँनिर क्लिक गरिसकेर अन्त अर्को तपाईँले स्क्रोल डाउन गर्दै जानुहोस् अनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ कि मलाई फेसबुकले त्यो भिडियो अपलोड गर्दाखेरि 14वटा क्वेसन सोधेको थिएँ रहेछ या 14वटा क्राइटेरिया थिएँ रहेछ यो। त्यसमा मैले खालि 13वटा मात्रै कम्प्लिट गरेको रहेछु। त मेरो गल्ती अझै एउटा कहाँनिर भएको छ त म कहाँबाट चेक गर्न सक्छु, यो सी अलमा तपाईँले चेक गर्नुहोस्। यो सी अलमा क्लिक गरेर चाहिँ अब मेरो के भएको रहेछ, यो 2 वीक योर क्याप्सन लेन्थ, मेरो क्याप्सन लेन्थ के भएको रहेछ, कम्ती भएको रहेछ। यानि कि जुन भिडियो मुताबिक मैले क्याप्सन हाल्नु पर्थ्यो, माथि हेडिङ लेखेर हाल्नु पर्थ्यो, त्यो अलिक कम्ती भएको रहेछ। त्यो आज म त्यसलाई एडिट गरेर कसरी चाहिँ त्यहाँनिर लेख्नुपर्ने हो म सिकाउनेछु है त। अब म के गर्छु, यो एडिट क्याप्सनमा क्लिक गर्छु है, त्यो सल्युसन गर्नु लागि यो एडिट क्याप्सनमा क्लिक गर्छु। अनि त्यो एडिट क्याप्सन क्लिक गर्दाखेरि मैले के गर्नु पर्यो, यो भिडियोलाई एडिट गर्नु पर्यो, तब त म लेख्न सक्छु। किनभने यहाँनिर जुन यो एरिया छ, यो एरियामा मैले लेखेको हुनुपर्छ क्याप्सन, तर मैले सिप्पै ह्यासट्याग लगाएर छोडेको रहेछु, त्यो मेरो गल्ती भयो होइन। त्यही भएर फेसबुकले मलाई पक्रिहाल्यो मेरो भिडियोमा। अनि मेरो भिडियो जहाँसम्म पुग्नुपर्ने हो फलोअर्ससम्म त्यसम्म पुग्दैन, किनभने क्राइटेरिया हामी फुलफिल गरेको छैनौँ। त म यो भिडियोलाई एक्जिट गरेर तपाईँहरूलाई देखाउँछु एक्जिट कसरी गर्नुपर्ने हो, एडिट कसरी गर्नुपर्ने हो। यो 3 डटमा तपाईँले क्लिक गर्नुहोस्। 3 डटमा क्लिक गरेपछि तपाईँको यहाँनिर देख्न सक्नुहुन्छ अर्को पेज खोलिँदा एडिट पोस्ट भनेर आउँछ। यो एडिट पोस्टमा क्लिक गर्नुहोस्। यो एडिट पोस्टमा क्लिक गरेर चाहिँ तपाईँले अब यहाँ क्याप्सन हाल्नुपर्ने हुन्छ। मतलब तपाईँले यहाँनिर यो भिडियोको मुताबिक, भिडियोमा तपाईँले के अब यो फनी भिडियो भने फनी भिडियो टाइपले तपाईँले यहाँनिर लेख्न सक्नुहुन्छ। जस्तो म यहाँ तपाईँलाई एउटा उदाहरणको लागि लेखेर देखाउँदैछु, गुड इभिनिङ, दिस इज आफ्टरनुन टाइम, गुड आफ्टरनुन माई dear lovely friends,
How are you feeling today? Guys, please watch it till the end and enjoy your life. Enjoy your life. LIFE. ल मैले अब यति लेखिदिएँ हैन। यो लेखिसकेर चाहिँ अब मैले यसमा के गर्न सक्छु, हेल्प टु राइटको यो चाहिँ तपाईको हरेक फेसबुकको उसमा दिएको हुन्छ है। यो चाहिँ एआई को हो। एआईलाई म लिँदा कुनै पनि तपाईले लिन सक्नुहुन्छ। यसले चाहिँ सुधारेर अझै बेटर बनाउने कोसिस गरिदिन्छ। म कुनै एउटा लिए, यो लिए हैन। अनि इमोजी हाल्छु। इमोजी पनि तपाईको एउटा एट्र्याक्टिभ बनाउँछ यो भिडियोलाई हेर्नु लागि है त। अब भयो, मैले क्याप्सन पनि हालेँ, सबै कुरा हालेँ। अनि तपाईको यो जुन देख्नु हुँदैछ नि, यो सबै इम्पोर्टेन्ट हुन्छ है। यो फोटो ट्याग गर्नु, यो तपाईको इमोजी साइन, द्याट इज एक्टिभिटीज अर लोकेसन, यो सबै तपाईले यो फेसबुकले दिएको क्राइटेरिया हो। तपाईले सिर्फ फोटो मात्र हालेर अपलोड गरे भरे त्यस्तो हुँदैन है। त्यस्तो फोटो कहिले पनि इन्गेजमेन्ट बढ्दैन, कहिले पनि तपाईको भ्युज राम्रो आउँदैन। जति तपाईले छोटो भिडियो बनाउनुहोस् तर एट्र्याक्टिभ खालको बनाउनुहोस् त, चारैपट्टि एउटा राम्रोसितले त्यसलाई सजाएर, एउटा हुन्छ नि दुल्हनलाई सजाउँदाखेरि कस्तो राम्रो देखिन्छ, त्यस्तै तपाईले यो भिडियो बनाउँदाखेरि गर्नुपर्ने हुँदो रहेछ। तब त हेर्ने मान्छेलाई पनि हेरौँ लाग्ने हुन्छ नि, त्यस्तो भिडियो चाहिँ तपाईले बनाउनु पर्छ है साथीहरु। ल अब यसमा मेरो यसको प्रब्लम सल्भ आउट भइसक्यो। अब मैले यसलाई के गर्छु, सेभ, माथि सेभको बटन छ, यो सेभमा क्लिक गर्नुहुन्छ। सेभ गरे है त। अब यो भिडियोलाई तपाईले रिफ्रेश गरेर फेरि हेर्नुभयो भने त्यसमा मेरो जुन गल्ती भएको थियो, मेरो 13 वटा क्राइटेरिया 12 वटा त पुरा गरेको थिएँ। अब मेरो 13 वटा 13 वटै कम्प्लिट भएको हुन्छ है त। यो भिडियोमा यति नै साथीहरु। ल तपाईहरुले पनि यसरी नै अपलोड गर्नुहोस्, मेहनत गर्नुहोस्, त्यसको फल पाउनुहुन्छ। बाइ बाइ, सी यू नेक्स्ट भिडियो इन नेक्स्ट भिडियो। ओके।